यहाँ म एउटा विशेष कुरा देखाउन गइरहेको छु। टुरुरुरु। यहाँ म एउटा विशेष कुरा देखाउन गइरहेको छु, जो चाहिँ एकदमै डेन्जर छ। यहाँ अगाडि तपाईहरुले सानो सानो झिंगाहरू भन्किराखेको देख्नु भएको छ होला। यो चाहिँ कुनै सामान्य झिंगा होइन, यो चाहिँ पुट्का मौरी हो है। यहाँनिर एउटा छ, यो चाहिँ यो सल्ला हो, यसको खोटो लिन आएको छ। अनि यिनीहरूको जुन प्रोपोलिस हुन्छ त्यसमा चाहिँ यो सल्लाको खोटो विशेष रूपमा यिनीहरूको मह चाहिँ अलि अमिलो अमिलो हुन्छ। अनि यो चाहिँ एकदमै औषधि हुन्छ यिनीहरूको मह। अनि यो मौरीको मह चाहिँ 50,000 रुपैयाँ किलोसम्म बिकेको हामीले पाएका छौं। मेरो जानकारी त्यस्तो छ है साथीहरू। यो चाहिँ सल्लाको रुख हो, यो चाहिँ यहाँ आगो लागेको रहेछ। यसको मह चाहिँ एकदमै औषधिक रूपमा थारू समुदायको पुरानो वैद्यहरूले प्रयोग गर्नुहुने रहेछ। आँखामा मोटिया बिन्दु लागेको हुन्छ, आँखामा जालो लागेको हुन्छ, अनि आँखो धमिलो धमिलो देख्ने त्यस्तो हुन्छ नि, त्यसमा चाहिँ लगाउँदो रहेछ। अनि यसको 1-2 थोपा चाहिँ आँखामा लागेपछि चट्टै निको हुने जुन काम चाहिँ इन्डियामा बाबा रामदेवको जुन एउटा ज्योति यस्तै के भन्ने उ छ के, आँखामा लगाउँछ उनीहरूको चाहिँ पछि त्यो प्याटर्नमा अलिकति गडबड भएको कारणले गर्दाखेरि उनीहरूलाई चाहिँ त्यसमा चाहिँ अलिकति अप्ठ्यारो कानुनी रूपमा अलिकति बाधा आएको छ भन्ने मैले सुन्छु हैन। तर यो चाहिँ एकदमै प्राकृतिक हो, ढुक्क भएर लाउँदा हुन्छ।